कलियुगमा भनेको भक्ति अलिकति गऱ्यो भने धेरै नै फलदायी हुन्छ। यो कलियुगमा अलिकति व्रत पूजा पाठ गऱ्यो भने कयौँ गुणा फल दिन्छ। त्यही भएर र हाम्रो लागि कलियुग एउटा वरदान स्वरूप छ। यो कलियुगलाई हामी युज गर्नुपर्छ। हामी भाग्यवान छौँ, यो कलियुगमा जन्म लिएको छौँ। देवी देवताको धन्यवाद, शिवजीको धन्यवाद। उपभोग गर्नु मेरो सल्लाहमा यो जुनीभन्दा अर्को कुनै जुनी बेस्ट हुँदैन। किनभने हामीले कलियुगमा आएको छौँ, हामी आफूलाई तार्नको लागि। यदि हाम्रो जीवन सतयुग त्रेतायुग द्वापर युगमा भइदिएको भए हामी कयौँ वर्ष तप साधना तपस्या गर्नु पर्थ्यो, त्यो हामी गर्न सक्दैनथ्यौँ। त्यही भएर हामीलाई एउटा सानो मन मान्छे भएकोले गर्दा हाम्रो देवी देवताले अहिले कलियुगमा फालिदिएको छ। जहाँ तिमी योमा गरेन भने कहिले तिमी गर्न सक्दैनौ। त्यही भएर हामी कलियुगको यो हाम्रो वरदान स्वरूप मानेर हामीले भक्ति गरौँ। यसमा हामी शिवजीको देवी देवताको उपहार मानेर हामी भक्ति गरौँ। आफूलाई भक्तिमा ढाल्ने प्रयास गरौँ। राम्रोसँग पूजा पाठ गर्नु होला। यो कलियुगको मजा लिनु अनि यसको उपभोग गर्नु अनि भक्ति मार्गमा जानु मेरो अनुरोध छ। संसारभरिको मानवलाई म यही भन्न खोज्छु, यो कलियुगको राम्रोसँग उपभोग गर्नु अनि यसमा हामी भक्ति गरेर यो कलियुगलाई सार्थक बनाऊ अनि हामी परलोकमा हामी आफ्नो जाने बाटो बनाऊ। जय शम्भो, जय महाकाल।